सबैलाई नमस्ते। आज हामी ललितपुरको पाटन स्थित पाटन सङ्ग्रहालयको बारेमा केही चर्चा गर्नेछौँ र केही दृश्यहरू हजुरहरू सामु देखाउने प्रयास गर्नेछौँ। स्वीकार दिनुहोला। काठमाडौँ उपत्यका देव देवालय दरबारहरूमा रहेका कला आदिका बारेमा स्वदेशी तथा विदेशी सबैमा उत्सुकता रहिआएको छ। पाटन दरबार स्थित सुन्दरी चोक पनि यस्ता काष्ठकला, शिल्पकला र धातुकलाले भरिपूर्ण छ। यसैगरी हाम्रो देश नेपाल कला संस्कृतिमा निकै नै धनी भएकोले यी कुराहरूले नै विश्व प्रख्यात छ। प्राचीन कला कालीगढहरूले भरिपूर्ण यस प्राचीन काठमाडौँ उपत्यका कलाको भण्डार हो। यस स्थान वास्तुकला, शिल्पकला, काष्ठकला आदिले भरिपूर्ण रहेको छ। त्यसैमाथि तीनवटै दरबार क्षेत्रका कलाकृति निकै नै आकर्षणयुक्त छन्। यहाँका मन्दिर दरबारहरूको काष्ठकलामा शिल्प झल्किने बुट्टाहरू एकदमै उच्च कोटिका छन्। यसैगरी मानव जगतमा पानीको महत्त्वपूर्ण भूमिका छ। मानव सभ्यता उच्च शिखरमा पुग्दा पानीको ठूलो भूमिका र योगदान रहेको छ। पानीको नाम, समय, परिस्थिति अनुसार फरक हुन्छ। ताराहरू ढुङ्गा, धातु आदिबाट बनेका हुन्छन्। स्थानीय नेवारी भाषामा ढुङ्गाको धारालाई लोहिती, नेपालीमा ढुङ्गेधारा, संस्कृतमा प्रणालिका, हिन्दीमा मकरधारा र इन्डोनेसियामा यस्तै धारालाई टाम्फाका भनिन्छ। यस्तै धारा धातुको पनि बनाएको हुन्छन् र त्यस्ता धातुमा स्वर्ण जलप लगाइयो भने स्थानीय भाषामा लोहिती र नेपाली भाषामा सुनधारा भनिन्छ। सुन्दरी चोक र दरबारको प्रवेश गर्ने मुख्य प्रवेशद्वार यस चोकको पश्चिमपट्टि छ भने च्वासी देगको पूर्व ठिक अगाडि छ। प्रवेशद्वारमा निकै कलात्मक काष्ठकला कुँदिएका छन्। यस प्रवेशद्वारको खापामा 3 तहका बुट्टाहरू छन्। माथिल्लो तहमा चन्द्र सूर्य, मध्यम तहमा 2वटा आँखाहरू र तल्लो तहमा 2वटा कलशहरू छन्। ढोकाको आसनमा 2तिर 2 सिंहहरू छन्। बुट्टा बनाएर र काठको आयु हेर्दा र बुझ्दा यी खापाहरू सायद पछिल्लो कालमा अर्थात् विक्रम सम्वत 2031 सालतिर जर्नद्वारा गरिएको अनुमान गर्न सकिन्छ। काठमाडौँ उपत्यकाकै सबैभन्दा राम्रो र सुन्दर चोक पनि चिनाउन सफल सुन्दरी चोक अर्थात् तुषाहिटी चक्कुको आकर्षण बनाउने यस चोकको धारा परिसर हो। यहाँको धारा परिसरको शिल्पकला, धाराको धातुकला र दरबार परिसरको काष्ठकलाले यस चोकलाई थप आकर्षण पारेको छ।